हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म यहाँनिर खुर्पाने टिप्न आएको छु। यहाँनिर चाहिँ यी दिदीले टिप्दिँदै हुनुहुन्छ मलाई खुर्पाने। यहाँ चाहिँ यति धेरै रहेछ। म चाहिँ छुट्टी भएर आएको साथीहरू। यहाँ मलाई खुर्पाने खाना बोलाउनु भएको थियो अनि म लिन आएको, ड्रेसै नखोलिकन। कति धेरै लट्टै फल्दो रहेछ नि, अझै बाक्लो हुन्छ। हजुर, ए यो बाक्लो भएको ठाउँमा चाहिँ मसिनो हुन्छ। यो भर्खर पाक्न सुरु भएको रहेछ है आन्टी। ए हो, ए कति ठुलो फलेको। खुर्पाने तपाईहरुले पनि खाना मन छ भने आउनु होला यहाँ मूल खर्कमा। मिठो हुन्छ साथीहरु। तर अरूतिर अब के भन्छन् हैन, हाम्रोमा चाहिँ खुर्पाने भन्छौँ। आफ्नो आफ्नो ठाउँ अनुसारको अब भन्दो रहेछ नि त्यसलाई। हजुर, हामी चाहिँ खुर्पाने भन्छौँ त्यसलाई। यहाँ हाम्रो आन्टीहरुकोमा धेरै खुर्पाने फलेको छ। मिठो हुन्छ साथीहरु। हाम्रो बोटेमा खाँदैछौँ। अहिले भर्खर पानीले धोइदिएर त पखालेर त यति मजाले धुनै पर्दैन। धुनै पर्दैन। कति राम्रो छ यो, पाकेर लटरमै छ। यता उँभो यता तपाईँहरूलाई पनि मिठो लाग्छ भने गाइजहरू खुर्पाने खाना आउनु होला। बाई साथीहरू।